वेलकम टु माई हेलो गाइज गुड मर्निङ वेलकम टु माई एके एलएनडी ब्लग गाइज। आज चाहिँ ठ्याक्क चाहिँ म चाहिँ गाउँ आइसकेको छु। आजदेखि चाहिँ मेरो यो फर्स्ट ब्लग पनि हुन्छ र चाहिँ गाई चिया चाहिँ अब चल्ला लाग्नेलाई भइसकेको छ कि यत्रो सानो सानो यस्तो किरा हुन्छन् यस्तो खाइदिन्छ कि पुरै रगतै निकालिदिन्छन् क्या। त्यही भएर गाइज देख्दै अब कस्तो बनाइन्छ ब्लग, मेरो फर्स्ट एक्सपिरियन्स कस्तो हुन्छ होइन। ठ्याक्क चाहिँ मेरो फर्स्ट ब्लग, ठ्याक्क उयो पनि भिलेज आउँदैछु। ठ्याक्क अब भोलिदेखि मेरो रेगुलरमा चाहिँ तपाईँले चाहिँ मेरो ब्लग देख्न चाहनुहुन्छ, सक्नुहुन्छ, सबै गर्न चाहनुहुन्छ र सब्सक्राइब गर्न पनि चाहनुहुन्छ तपाईँहरू। मेरो गाइज म चाहिँ टक्क अब हिँड्छु। अब बिस्तारै छ, मेरो पछाडि भारी छ यत्रो, यो चाहिँ भारी बोकेर हिँड्छु। पुरा चल्लाले यस्तो धुम खाइदिएछ गाइज, पुरा हाफकट लाएर आएको गाइज। पुरा चल्लाले त मार्नै लाग्यो यार। अब भोलिदेखि त सतर्क हुनु पऱ्यो फेरि। त्यही भएर गाइज इन्जोय गर्नुहोस् भ्लगलाई बिस्तारै ट्याक्क लाएर खेतको माथि ट्याक्क लाएर रोडको माथि ट्याक्क लाएर बसिरहेको छु होइन। ट्याक्क हेर्नुहोस् यो कस्तो छ यो खेत। अनि त्यहाँ चाहिँ एउटा डोजर छ, त्यो चाहिँ म गाउँ जाने बेला डोजर म चाहिँ गाउँ जाने बेला के अरे म यता तलतिर सुर्खेत जाने बेला यहीँ थियो, अहिलेसम्म पनि यहीँ छ। अनि यहाँ चाहिँ ट्याक्क लाएर यो गाउँलाई हुन्छ फार्से गाउँ, त्यसपछि गएर हरियाली खेत। ओ माइ गड, ट्याक्क लाएर यी हरियाली खेत छन्। बिस्तारै म तपाईँहरूलाई मेरा ठाउँहरू देखाउँछु। अनि बिस्तारै हामी पनि हिँड्नुपर्छ, भ्लगलाई इन्जोय गर्नुहोस् है त। म त्यो गाउँ भन्दा चाहिँ माथि पुगिसकेँ, यति माथि। अब त्यो दोस्रो गाउँ आउन चाहिँ थोरै छ, यहाँबाट देखिँदैन रहेछ। टर्कीहरू स्कुल जानेहरू गइरहेछन्। म चाहिँ तलबाट धेरै टाढा आइसकेको छु गाइज होइन। त्यो माथि आइसकेको छु गाइज। अब यहाँभन्दा गाडी चाहिँ कति छ माथि, अझ धेरै छ कि यहाँबाट हिँड्नुपर्ने। आइरहनु लागिसक्यो, कस्तो मौसमले पनि च्यालेन्जिङ गरिरहेको छ मलाई। ठिक छ गाइज, अब जस्तो अनि जानुपर्छ, घर त पुग्नु पऱ्यो। त्यही भएर फेरि म देखाउँदै जान्छु तपाईँहरू। भ्लगलाई चाहिँ ट्याक्क लाएर सब्सक्राइब गर्दै जानुहोस्, अनि लाइक ठोक्दै जानुहोस्, अनि इन्जोय गर्दै जानुहोस् है त। अब चाहिँ म दोस्रो गाउँ पुग्न लागिसकेँ गाइज। ट्याक्क त्यहाँभन्दा माथि छ, यहाँबाट देखिँदैन, अब थोरै छ। म गएर देखाउँछु। एकदम हिँड्दै नहिँड्ने बानी रहेछ, स्याहारसम्म लाग्यो गाइज। म चाहिँ ट्याक्क त विश्राम गरिरहेको छु, फेरि जान्छु अब माथि देखाउँछु है त। दोस्रो गाउँ पनि पुग्न लागिसकेँ, अब चाहिँ त्यही गाउँ पुग्नुपर्छ। अनि गाइज म चाहिँ अझ पनि पुरा पानी आइसक्यो, भिजाइसकेको छ है मलाई। एक म चाहिँ यो अवस्थामा छु, मेरो भारी यो अवस्थामा छ, मेरो झोला यो अवस्थामा छ, गाह्रो अवस्थामा छु गाइज। पानी पनि परिरहेछ। अब जान्छु बिस्तारै माथि। अब त धेरै छैन, सायद 1 घन्टा साढे 1 घन्टामा चाहिँ म चाहिँ गाउँ पुग्छु होला है। इन्जोय गर्नुहोस् अझै पनि भ्लगलाई। त्यो गाउँ पनि कटिसकेको छु। अब ट्याक्क म चाहिँ अझ अर्को गाउँ छ, त्यो गाउँ तर्नुपर्छ। त्यसपछि हल्का माथि चाहिँ मेरो गाउँ आइसकेको छ। म चाहिँ यो गाउँ तोडेर गएँ है त। अझ पनि भ्लग इन्जोय गर्नु होला, मेरो गाउँ देखाउनुसम्म त भ्लग इन्जोय गर्नु भएन। नानी म माथि आइसकेँ होइन, गाह्रो यस्तो उकालो क्या माथिको, यस्तो पुरा विकट ठाउँ हो। यस्तो हुनुहुँदा नहुनु ठिक हो गाइज। ठिक छ, अब जे भए पनि भयो होइन, जानु त पर्छ, आफ्नो ठाउँ पनि जानुपर्छ। त्यही भएर टक जानुपर्छ। उकालो बाटो ट्याक्क चाहिँ हाफसम्म पुगिसकेको छु। अब ट्याक्क थोरै छ, तर उकालो छ कि लास्ट। त्यही भएर जान चाहिँ पुरा मुस्किल छ गाइज। ठिक छ, अझ पनि भ्लगलाई इन्जोय गर्नुहोस्। मैले त्योमा पनि कटाइसकेँ। अब चाहिँ म माथि आइसकेको छु। अब त्यो माथि डाँडो छ, त्यहाँ माथि चाहिँ हाम्रो गाउँ छ। त्यसपछि गएर म ट्याक्क चाहिँ हाम्रो गाउँ पुग्छु। त्यो केर्ने गाई त्यही गलेले मार्यो। अनि अरू यस्तै गाई चाहिँ यहाँको हरियो परियो सब छँदैछ। रुडो खानु लाग्ने ठाउँमा चाहिँ हरियो पलाएर त्यही खुसी लाग्यो। चलते हैं हमारे गांव देखने के लिए। टाटा बाई बाई, भ्लग को फिर इन्जोय करिए। फाइनली गाइज हाम्रो गाउँ पुग्यो, ट्याक्कै लाएर हाम्रो गाउँका घर। हाम्रो गाउँका घर ट्याक्कै यो हाम्रो गेट छ।
होइन बाफ्रे ट्याक्कै हामीहरूको गाउँ आयो टिङ टिङ हामीहरूको गाउँ आयो ठिक छ सो गाइज फाइनली चाहिँ घर पुग्यो अब थोरै रह्यो ठ्याक्कै म घर पनि देखाउँछु र यताउतिको हाम्रो गाउँ पनि देखाउँछु तर म माथिबाट देखाउँछु यहाँ देखाउँदिनँ है अनि म चाहिँ ट्याक्क घर पुगिसकेँ मैले ट्याक्क घर पुगिसकेँ अब केही क्षण पछि म तपाईँलाई टक्क देखाउँछु है मेरो घरबाट तलको भ्यू ओके लेट्स गो यो मेरो गाउँ गाइज यो गाउँ चाहिँ अलि मौलिक तराका घरहरू छन् यही हो मेरो गाउँ टक्क म फेरि गाउँ जान्छु देखाउँछु होइन माथि घरमा गएर अनि हाम्रो घर चाहिँ यता छ यताति छ म चाहिँ यहाँबाट सरर रोड टेरोड गएर त्यहाँबाट त्यहाँ आउँछु यहाँनिर स्कुल छ ठिक छ गाइज है फिर मिलेंगे पुगिसक्यो होइन अब यही हो हाम्रो गाउँ होइन त्यसपछि मेरो पढाइ हो मेरो रुम देखाउँछु है त यता चाहिँ हाम्रो स्कुल छ हरियाली छ गाइज अनि त्यसपछि गएर यो भित्र चाहिँ यो हो मेरो रुम ट्याक्क लाएर यता कुर्सी छ उता कुर्सी छ यता उता त्यसपछि गएर झुल पनि हालेर छ ट्याक्क लाएर भित्र ओछ्यान छ मेरो अनि त्यसपछि यहाँ गएर द्राक्ष यो गाइज मेरो रुम होइन चाहिँ घर पुगिसक्यो होइन अब कोठा पनि रुम पनि देखाइसक्यो होइन अब चाहिँ म रेस्ट गर्छु हिजो रातभर सुतेको छैन त्यही भएर आज सुन्नुपर्छ गाइज त्यही भएर अनि त्यही भएर म रेस्ट गर्छु अनि अहिले चाहिँ 11 बजेछ म चाहिँ ठ्याक्क रेस्ट गरेर बेलुका चाहिँ ब्लगलाई इन गर्छु तपाईँहरू हेर्दै गर्नु होला इन्जोय फिर मजाले ब्लग घर पनि आइसक्यो होइन चैचम लाग्यो म चाहिँ ट्याक्क अब चाहिँ बल खेल्न जाँदैछु है बल खेल्नुपर्छ ट्याक्क लाएर म बल खेल्न जाँदैछु त्यसपछि आउँछु म पनि फेरि है म पनि बल खेली पनि आएँ लास्ट थाक लाग्यो त्यही भएर म चाहिँ रेस्ट गर्दैछु सो गाइज हुन्छ आजको भ्लग चाहिँ यति तपाईँहरू चाहिँ हेरेर इन्जोय गर्नु होला इन्जोय त गरिसक्नुभयो किनकि लास्ट च्याप्टर हेर्नुभयो तपाईँले ठिक छ इन्जोय गरे पनि नगरे पनि तपाईँ चाहिँ भ्लग हेर्दै रहनु होला र आज चाहिँ अहिले चाहिँ र आजको लागि चाहिँ भ्लग यति नै थ्याङ्क यू फर वाचिङ बाई